अहिले चाहिँ कामहरू आउँछ बाहिर निकल्दा अरे होइन घुम्दै कहाँ निकल्दा अरे भाइ छनन टावरमा महँगो सहरको भाइ यहाँ पछाडि झिल्के भाइ झिल्के भाइ छ पछाडि आजको मेरो भिडियो छनन टावर स्टेसन हुन छ होइन उहाँ जाएर आज के भन्छ दृश्य त पछाडि म गएर हेर्नु होइन अहिले चाहिँ फेमागिङमा छौँ होइन ट्रेन आउनुसम्म 5 मिनट पर्छ स्टेट्युन गई ल अहिले चाहिँ छनान स्ट्यान्ड पुग्यो महँगो रवि भाइ सुन्दै छ होइन अब हामी यहाँदेखि टार्गेट नजिक पुग्दा अरे हाम्रो होइन जहाँ हामी जानुपर्ने थियो कहाँ पुग्दा अरे तै बसाको दृश्य देखाउनु आज सनसेट हेर्दा ठुलो रड लगेको थियो आज सनसेट भन्नाले यो हामी बस्ने एरियामा निकेरको यहाँ देखिन्छ गाँसेको यहाँ देखिन्छ भैयामा ढकनाइन कत्न घर रहेछन् किराजनबाट हेर्दै रड लागेको थियो तब अहिले हामी साँझ निकालिया हौँ होइन छनासँग गएका छौँ टावरमा चढ्यौँ बाँकी दृश्य त अगाडि देखिन हेर्नु यो चाहिँ छनान सहर वरिपरि यसो छ दृश्य लाग्ने लखर आएको थियो साला गरम भइहाल्दै भेट्टो चाहिँ छड्दैन काम गरेर यहाँ हम तपाईँलाई मजा छ यार 8 घन्टा 8-9 घन्टा काम गरे यार ओभर टाइमले थियो होइन ओभर टाइमहरूबाट निकालिया मान्छे हो यार मलाई जानुपर्ने टावर देखाउनु यही घरमा हुँदैन यहाँ चाहिँ होइन यही घरमा हुँदैन रहेछ कुन टावरमा ल त हामी फाइनली छनान टावरभित्र प्रवेश गरेँ ढोकाभित्र प्रवेश गरेँ होइन त्यसपछि बाँकी दृश्य चाहिँ अगाडि देखाउनु फाइनली हामी चाहिँ छनान टावरमा प्रवेश गरिसकेका छौँ तल हेर्दै भनेर केही नदेखिँदो रहेछ सनसेट भ्यू पनि देखिँदो रहेछ यहाँदेखि अब चाहिँ यही भित्र पुगेको छ होइन यहाँदेखि हेर्दै भने ओ माइ गॉड अमेजिङ दृश्य छ म पहिलोचोटि त्यो हाइटमा आएको यहाँ पछाडि चाहिँ सनसेट पनि हुन आएको छ होइन त्यहाँ सनसेटको दृश्यहरू मजाले देखिएको छ होइन सनसेटको दृश्य चाहिँ खिच्दा म चाहिँ अहिले छनान टावरमा उभिएको छु होइन यहाँदेखिको दृश्य देख्यो भने सनसेट हुँदा अरे तलतिर घरहरू त केही नदेखिने रहेछ क्या तपाईँलाई देखाउनु कति गाछ उभिएको छु जस्तो लागेको छ क्या म चाहिँ होइन यहाँ हेर्दै एउटा तलतिर रोड त होइन कहाँ छ यहाँ छ क्या भने यो चाहिँ इन्ट्रेस्टिङ भ्यू आज चाहिँ देखियो म चारैतिरबाट इन्ट्रेस्ट हुँदा अरे होइन तपाईँलाई देखाउनु होइन यहाँदेखि हेर्दै भने तलतिरबाट ऐना छ होइन यहाँदेखि हेर्दै भने ऊ तल रोड त के देखिएको छ यार हामी यही छौँ छनान टावरमा रात कि 8:30 बजी गयो तर हाम्रो यहाँ उज्यालो थियो क्या रात 8:30 बजी गयो पछाडि यसो लाइटिङले पालेको छ होइन यहाँ टाउन हल लेख्या के लाइटिङमा ट्याक्क पोस्ट रहेछ रात पड्दै तर बाहिरको दृश्य त्यो एउटा मनमोहक छ होइन यो भाइलाई हतारेको छैन नआउनु र तर बाहिरतिर हेरिरहेको लाइटिङ साइटिङ मस्त देखिरहेको छ एकछिन सहर राम्रोसँग झलिमली पाउने रहेछ यहाँको यो पनि अनुभव लिनु आयो हेर्दै भने मलाई चाहिँ इन्ट्रेस्टिङ लाग्ने थियो साँझको दृश्य हेर्दै होला यो नेपालको धरारमा चले आज भइहाल्छ मलाई चाहिँ होइन आजको भिडियो यति भयो ए राम फुकटी हाके खाएन है होइन गाडी भाडा मात्र लाग्यो भित्र क्याफे थियो कफी हाउस टाइम थियो कफी खाएर भिडियो बनाउनु नखाएर फर्कनु आयो भिडियो त्यो साथीहरू फाइनली आज फर्स्ट टाइम हेरियो महँगो रवि भाइ थियो सँगै थियो यो भाइ लागिरहेछ होइन काहीँ कन्या भाइले खोजिदिया मुलायन गाउँघरतिर भाइले यसलाई देखाइदिया होइन निकी मुलायन मान्छे ह्यान्डसम छ हिरो छ तै पनि केटी पाइँदैन पोपट लाल छ नि त अब तार त्यही छ जिन्दगी के थियो भने होइन अब चाहिँ हामी लागेका छौँ छनान टावरको आजको अनुभव कस्तो लाग्यो ब्रोलाई एकदम रमाइलो यो भाइलाई रमाइलो लाग्यो अरे होइन मलाई पनि ठिक लाग्यो स्टे ट्युन गाइज किप वाचिङ आजको मिनी भ्लग मेरो सिद्धि यति नै भयो आज धेरै ठुलो भ्लग भने होइन यो पछाडि छनान टावरको दृश्य हेर्दै